ल है साथीहरू, आज चाहिँ यो विभिन्न पार्टीको समर्थक र कार्यकर्ता अनि झोले भन्ने जुन छ नि बजारमा, त्यसको आज चाहिँ गगन समर्थक है, समर्थक होइन त। गगन थापा भन्ने थाहा भइहाल्यो, अब उहाँले नै भन्नुहुन्थ्यो त बाख्रा। के सबैभन्दा बढी आउने शब्द के हो भन्दाखेरि बाख्रा भन्नुहुन्थ्यो होइन। हो अब रवि सरको यो कार्यकर्ता भनौँ अब त समर्थक, अब गगन थापाका समर्थक र रवि दाईको समर्थकहरूको कुरा आयो नि त। ल यस यो यस रवि दाई भर्सेस गगन दाई है त। अब यिनीहरूको यो यसको फन्डामेन्टल एनालाइसिस है, एनालाइसिस ल फन्डामेन्टल एनालाइसिस हेरौँ है आज। अब अहिलेसम्म अब यी रवि दाईको 3जना समर्थक छन् र गगन थापाका गगन दाईको 3जना समर्थक छन्। यिनीहरू कार्यकर्ता हुन् या समर्थक अथवा जसरी बुझिनु भयो। अब यी गगन थापाका समर्थकहरूले यिनीहरूलाई कसरी हेर्छन् त भन्दाखेरि यिनीहरूलाई झोले भन्छ है, झोले। यिनीहरू असली समर्थक हुन् रवि दाईको, तर यो काङ्ग्रेस गगन थापाको समर्थकले यिनीहरूलाई यी 3जनालाई झोले देख्छ। अब फेरि यो माथिकाले यिनीहरू गगन थापाका असली समर्थकहरू कार्यकर्ताहरू हुन् होइन त। यिनीहरू कार्यकर्ता भयो। अब हाम्रो रवि दाईको समर्थकहरूले यिनीहरूलाई फेरि यता झोले देख्छन् है, झोले सिधै झोले भन्छन्। अब यो झोले भर्सेस झोले आयो नि त यो। अब जाउँ हामी तल, एक स्टेप तल। अब यो मान्छे यदि कथम कदाचित त्यो पार्टी, त्यो रवि दाईको पार्टी छोडेर यता गगन टिममा आएर गगन थापाकोमा आयो भने यो मान्छे यो अहिलेको यो झोले भन्ने यहाँ आएपछि गगन थापाका समर्थकहरूसँग मिल्छ। यो 4जना भयो नि त, 4जना भयो। अब यिनीहरू मान्छे भने, मान्छे भनौँ न, झोलेबाट मान्छे भने है, यहाँनिर मान्छे भन्नु नि, कार्यकर्ता भन्नु, कार्यकर्ता। अब अघिसम्म झोले थिए, अहिले यहाँ उसको गगनका समर्थकले झोले भन्छ, अहिले यहाँ आएपछि कार्यकर्ता भने। अब गगन थापाको 1जना समर्थक रवि दाईकोमा गयो। रवि दाईको 3जना छन् त माथि। ल रवि दाई अहिले यो झोले यो माथि हाम्रो रवि दाईकाले यहाँ झोले भन्छ नि यिनीहरूले। यो झोले मध्ये 1जना यहाँ आयो, योवाला यहाँ आयो नि। अब यो फेरि कार्यकर्ता भन्यो, असली कार्यकर्ता भन्यो यहाँ। यो झोले हट्यो, यो झोले होइन, यो कार्यकर्ता भयो। अब यसको भनेको मतलब चाहिँ के हो भने लास्टमा आफ्ना जति सबै समर्थक र कार्यकर्ता होइन त, यो गगन थापाले भन्ने माथिकाले भन्ने आफ्ना जति सब कार्यकर्ता, तर अपोजिसन विपक्ष हेर्दाखेरि चाहिँ अपोजिट जति चाहिँ सबै झोले हुँदो रहेछ। ल आजको फन्डामेन्टल यति नै है साथीहरू। अर्को नेक्स्ट एपिसोडमा नयाँ केही लिएर आउँछु। धन्यवाद।